रियलमा जति नराम्रो भने क्यामेरामा चाहिँ राम्रै आउँदो रहेछ कि भयो त्यति भयो त पुग्यो त अनि कस्तो भइरहेको छ ट्रिप के भन्छ हाउ इज इट भन्छ के भन्छ हाउ इज योर ट्रिप गोइङ हाउ इज ट्रिप गोइङ बाटो चाहिँ एकदम खत्तम छ तर ठाउँहरू चाहिँ एकदम रमाइलो छ राम्रै छ तर बस्ने ठाउँहरू त्यस्तो राम्रो छैन टोक्ने बिहानदेखि 50-60 ठाउँमा भेटिसक्यो है यस्तै भाइहरू रोके पैसा दिँदा 1500 बढी गइसक्यो है अनि चक्लेट दिन थालेको भाइहरू त तर सबको नाकमा सिगान्छ अड्डा ए सिगाने भैली आए सिगाने भैली आए कसको नाकमा सिगान्छ हेर है रामसँग है ल सिगान भएकोले गर है हामी चाहिँ अब बिहान यहाँ कालीकोटबाट हिँडिसक्यौँ होइन अनि अब कालीकोटबाट सिधै हामी तातोपानी जान्छौँ मैला फर्स्टमा तातोपानीबाट चाहिँ अनि त्यहाँबाट फेरि फर्केर नाकमा आएर फेरि त्यहाँबाट सिन्जा जाने हो सिन्जाबाट चाहिँ फेरि त्यहाँबाट चाहिँ हामी सिधै ओयो टु रारा आज चाहिँ रारा गएर पुग्छौँ अनि पछाडि दाइहरू पनि आउँदै हुनुहुन्छ आज किन मलाई बोल्ने मनै लागेको छैन ल यहाँ त घरै गएछ त ल्याम्प पारेर पहिरोले ला यस्तो पनि हुँदो रहेछ र तर मलाई एक्चुअली भन्नुपर्दा यो कालीकोटको यो कालीकोटको मानमा र के अरे रुकुमको खलङ्गाको बजार त्यो सदरमुकाम एउटै ठाउँमा जस्तो लाग्यो माथि डाँडामा है त्यस्तै ठाउँमा लाग्यो कस्तो जाडो भएको यार यसलाई एउटा ज्याकेट लगाइदिन पायो हुन्थ्यो ल ठिक छ दाजुहरू कता चल बाटो चिप्छ तर कालीकोटमा आइसकेपछि थाहा भयो कि कालीकोटमा अझै डेभलप हुन बाँकी नै रहेछ क्या अब हुम्ला डोल्पाको कुरा त छोडिदिउँ है तर पनि उनीहरू त्यो जिल्लाहरूभन्दा चाहिँ यो कालीकोट जिल्ला त अलिकति मुनि छ नि त अलिकति सबै विकास पूर्वाधार पुगिसकेको ठाउँ छ हेलो हेलो एभ्रिवान गुड मर्निङ आजको दिनको सुरुवात हुँदैछ बिहानै मानमादेखि भइसकेको थियो तर यो ठाउँ के भन्छ यसलाई चौखोला ल अहिले चौखोलामा आएर यसरी बिहान मिठोवाला चाउचाउ बनाइदिनु भएको छ हाम्रो बाले है ट्याक्क लाएर उहाँले माछा पनि मार्नु हुँदो रहेछ यहाँ माछा खोलामा है यो खोलाको नाम के हो मुनिको चौखोलै हो यहाँ चाहिँ यति ठुलो खोला छ गाइज यहाँनिर हाम्रो घरभन्दा डबल ट्रिपल ठुलो ढुङ्गा पनि छ नि खोला बिचैमा है अनि यो चाहिँ जुम्ला जाने रोड हो भनेपछि ट्याक्क लाएर हामीले यहाँ मिठो तरिकाले चाउचाउ खाँदैछौँ हजुर ए तिला नदी पनि यही हो तलतिर तिला नदी भन्छ कि माथितिर तिला नदी ए माथितिर तिला नदी सुनिरहेको तिला नदी नाम त ल यस्तो मिठोवाला चाउचाउ छ गाइज यहाँनिर आहा नि यहाँ त चाउचाउ ब्रदर चाउचाउ ओके अब हामीलाई चाहिँ यहाँ लगभग हामी 1 घन्टा जति स्पेन्ड गरिसक्यौँ होइन अनि हामीलाई चाहिँ यहाँ मिठो खाजा खुवाउनु भयो अनि बाले होइन अनि तपाईँको नाम चाहिँ के पलसाई बलसाई ए पलसाई भन्दा पल्सा भन्नुहुन्छ पल्सा भन्नेलाई चिन्नुहुन्छ पल्सा भन्नेलाई चिन्नुहुन्छ होइन म पल्सा होइन हिरो हो क्या नेपाली फिल्म हिरो ठिक छ जे भए पनि यहाँ मलाई यहाँको भाषा सिकाइदिनु म पनि हुन त मेरो घर पनि यही कर्णाली नै हो सल्यान हो होइन मलाई खासै आउँदैन के यस्तो गरे हुन् कसरी भन्छन् नेपाली भाषा नै तपाईँले बोल्ने यो भाषा हामीले बोल्ने चाहिँ यो यस्तै हो तमी के अरे तु कन म कन तपाईकन मकन उहाँकन यो कर्णालीको गीत गाइदिनु त ल तपाईँले जाने गीत
केही होइन के हुन ल म त गाइदिन्छु फुलको थुङ्गामा भनेर तपाईले जान्नुहुन्छ कि हामी होइन तपाईँले जान्नुहुन्छ कि ल मिठो हामीले जान्ने नै जाने नै के जान्दैन के जे जान्नुहुन्छ गाइदिनु होइन त्यो कुरा खाने मात्रै हो ए अरु त्यसो भए अनि गाउनै पर्छ भन्ने होइन तपाईँ जान्नुहुन्छ भनेपछि मात्रै हो ल के अब हामी चाहिँ टु बी कन्टिन्यू फेरि गर्छौँ अनि मैले चाहिँ अब फेरि अब यस्तो हात दुखिरहेको थियो क्या अनि हाम्रो ब्रदरले अब बाइक चलाइदिनुहुन्छ होइन ल अब उहाँको बाइक पनि उहाँको ब्याग पनि मैले यसरी बोक्नुपर्ने हुन्छ अनि सो त्यही हो अब यहाँबाट चल्दियो सिधै रारा ल अहिले चाहिँ हामी यता नाङमा भन्ने ठाउँ आउन लागिसक्यो होला मेबी होइन यति धेरै राम्रो भ्यू छ बापरे यो भाइबले त मनाङ मुस्ताङ जाँदाखेरिको त्यो नाङ्गो डाँडाहरू जस्तो छ नि त्यस्तै फिल दिन्छ भने गएको त छैन अहिलेसम्म होइन होइन यो मेरो लाइफमा सबभन्दा दर्दनाक होइन अनि सबभन्दा मेमोरेबल अनि सबभन्दा खतरा टुर यही हुनेवाला छ होइन यो ट्रिप हुनेवाला छ यस्तो बवाल अनि हाम्रो ब्रदरले बाइक चलाइराख्नु भएको छ भनेपछि रोड चाहिँ कहीँ चाहिँ ठिकै छ कहीँ यस्तो डिजास्टर छ अझ त उता रारा पुग्ने बेलामा चाहिँ यस्तो डिजास्टर छ भन्ने सुनेको अगाडि हामीभन्दा अलि अगाडि गएको मान्छेहरूसँग होइन साथीहरूसँग सो हाम्रो अर्को बाइक अगाडि छ होइन ल उहाँहरू अगाडि जानु भएको छ नि हामी अलिकति मात्रै पछाडि छौँ मजा आइरहने ब्रदर ल यतिको घरबाट एक्लै हिँड्यो पनि होइन अब यहाँ आइसकेपछि यसरी 4 जना भयो खतरा रमाइलो भइरहेको कि अब भन्दाखेरि अब सँगै आएको जस्तो भइरहेको फिल भइरहेको छ होइन त अब छुट्टा आयो पनि बाटोमा भेट भयो पनि तर सँगै घरदेखि सँगै हिँडेर आएको जस्तो फिल भइरहेको छ अनि यो तिला नदी हो अरे गाइज है मैले अघि सुनेको जुम्लाबाट बगेको तिला नदी तलतिर चाहिँ अर्को नाम पनि भन्दो रहेछ तर माथितिर चाहिँ यो तिला नदी है यस्तो दामी भ्यू छ यस्तो दामी खोलाको पानी पनि निलोवाला छ क्या ढुङ्गा त हाम्रो घरभन्दा ठुलो छ यार ढुङ्गा गाइज यो ट्रिपको वान अफ द बेस्ट मोमेन्ट यो पनि थियो एउटा अनि त्यसपछि डेकको साउन्ड गीतहरू बजिरहेको थियो त्यसो कपिराइट लाग्न सक्छ भनेर मात्रै यो साउन्ड चाहिँ म्युट गरेको यस्तो बवाल यस्तो इनर्जी आइरहेको थियो ठाउँ आफूले नचिनेको ठाउँ नचिनेको मान्छेहरूसँग यसरी रमाइलो गर्न पाउँदा उनीहरूलाई पनि आफूले नाच्दा उनीहरू पनि खुसी उनीहरूको अनुहारमा चमक देख्दाखेरि यस्तो मजाको भाइब्स आएको थियो गाइज सो ल अहिले चाहिँ हामी फाइनली यो नागमा बजार आइसक्यो है कालीकोटको नागमा बजार बजार पनि त्यति धेरै ठुलो त रहन्छ ल चट्टबारे सानो पार्क पनि रहेछ कालीकोटको नागमा बजारको पार्क बड्डा दामी होला आई लभ कालीकोट रे कडा 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 ल अब यहाँ रोकेर एकछिन खाना खानुपर्छ कति बज्यो सरी ल चाटर अब यसमा पनि झन्डा राख्यो भने दामी देख्थ्यो है केही छैन ल अघि अब यहाँ जुम्ला कालीकोटतिर आइसकेपछि मार्सी चामलको भात खाने भन्ने चाहिँ हुँदैन सो अब हामीले चाहिँ यहाँ मार्सी चामलको भात हेर्न सक्छ रातो कस्तो यसलाई के भन्छ पिङ्क कलर भन्छ कि रातो भन्छ पिङ्क कलर भन्छ है यो पिङ्क कलरको भात हुँदो रहेछ होइन अब हाम्रोतिर त सेतो हुन्छ होइन मार्सी चामलको भात चाहिँ मिठै देखेर क्यामेरा फोर भएर ल यहाँ चाहिँ गुवाम मिठो छ गुवाम खाँदा ल अब यहाँ टक्क दाल हालेर यसमा अहिले हामी चाहिँ ठ्याक्कै कालीकोटको नागमा बजारमा छौँ होइन अब यहाँ मार्सी धाम अब सिजा ए अझै 4 घन्टा राइड ल अब चाहिँ हामी यहाँ नागमादेखि चाहिँ हिँड्न थालिसक्यौँ होइन अनि खाना पनि खाइयो यहाँ बस्यो ल एक घन्टा जति बसौँ भनेको 2 घन्टा नि भन्दा पनि बेसी भइसक्यो अब यहाँदेखि चाहिँ रारा जान आज रारा पनि झमक्कै रात पर्छ ल 2 दिनमा रारा पुग्नुपर्छ भन्ने 3 दिन लागिसक्यो यहाँ एक ठाउँमा बस्यो भने त 2 घन्टा
बसेन भने त केही छैन, बस्यो भने 2 घन्टा। अनि यहाँ भैली पनि यस्तो मजाको भैली खेल्यो यो साइडतिर, यहाँ यता भैली यस्तो नाच्यो है, यस्तो नाच्यो। यहाँ कुन होटल रे? कुशल होटल। ल दाइको होटलमा ल रारा जाँदै हुनुहुन्छ कालीकोटको यहाँ नागमा बजारमा ट्याक्क लाएर मार्सी चामलको मिठो भात खाना मन छ भने दाइको होटलमा सम्झिनु होला होइन। दाइ पनि ह्यान्डसम हुनुहुन्छ। फिल्म खेल्नु कि दाइ? फिल्म खेल्नु तपाईँ ह्यान्डसम यस्तो दामी छ लुक्स। दाइले मुख पाल्दै अर्को चाहिँ डिस्काउन्ट दिनु होला है। ल ठिक छ। अनि त्यही हो, अब यहाँबाट निस्किनुपर्छ। अब त्यही हो, मेमोरी पनि त्यति धेरै छैन। अनि जानु पनि अझै 4-5 घन्टा राइड छ, टु बी कन्टिन्यू हान्यो भने। सो बाटोमा त फेरि रोक्ने होला सिन्जामा। ल भाइले मैले तपाईँहरूको लागि चक्लेट ल्याइदिएको छु, हुन्छ? ल अलि पछि जानु त। ह्याप्पी तिहार सबैले बाँडेर खानु ल। बाई, बिस्तारै ल। यस्तो ठाउँ डुल्दा ठाउँको भैलीहरू हेर्दा ठाउँको मान्छेहरूको बोली भाषा होइन अनि व्यवहार हेर्दाखेरि यस्तो बवाल लाग्ने है। ओहो काठमाडौँको बाग बजार यहाँ पो आयो त। तर गाइज मैले अलमोस्ट देखेँ कि होइन यो टुरमा चाहिँ जस्तो काठमाडौँको थापाथली होइन, त्यो लैनचौर, कोटेश्वर, पोखरा, यहाँनिर बाग बजार एभ्रिवेयर हेऱ्यो है काठमाडौँको नाम। नेपाल काठमाडौँमा भएको ठाउँहरू त टाढा के टाढाको ठाउँहरू उताको ठाउँहरू ल्याएर यता नाम राखे आउनुपर्छ होइन, कि यताको चोरेर उता लगाए आउनुपर्छ। दुइटामा एउटा त पक्कै हो गाइज है। अब हामी चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ अहिले रारा भन्दा अगाडि चाहिँ हामी सिन्जा जान्छौँ। सिन्जा चाहिँ के हुन्छ भनेपछि त्यहाँ नेपाली भाषाको उत्पत्ति भएको क्षेत्र भन्छ क्या। नेपाली भाषाको उत्पत्ति भएको त्यहाँ चाहिँ संस्कृति जुम्लाको सिन्जा भनेर चाहिँ मेन पोइन्ट हो कि। सो त्यही हो, राइड मोर इन्जोय भइरहेको छ। पछाडि एउटा बाइक आइरहेको छ भने चाहिँ हामी अगाडि अहिले चाहिँ हामी टपमा छौँ है। ल बाटो चाहिँ यस्तो वाइल्ड अफरोड छ। अनि अहिले चाहिँ अलि 2 जनाले चलाउनु भएको हुनाले चाहिँ अलिक आनन्द आएको छ क्या मलाई नि होइन, अलि मजा लगाइरहेको छ। सो त्यही हो, तिला नदी बगिरहेको छ। अब हामी यही तिला नदीको छेउ किनारे जाँदैछौँ। तपाईँहरू नि लाइफमा घुम्न त घुम्नुहोस् है गाइज। बाटो पनि बिहानदेखि 50-60 ठाउँमा भेटिसक्यो है यस्तै भाइहरू। रोके पैसा दिँदा 1000-1500 बढी गइसक्यो है। अनि चक्लेट दिन थालेको भाइहरू त, तर सबको नाकमा सिकान्छ अड्डा। ए सिकाने भैली आए, सिकाने भैली आए। कसको नाकमा सिकान्छ हेर है राम्रोसँग है। ल सिकान भएकोले गर है। पहिला सिकान भएकोले फाल न। ल तिमी नाच प्रभु। ल यो टिमको टिम लिडर यिनी रहेछ। ल नाच बाबु तिमी। ल सबले गीत गाउ। ल ऱ्याप गाइदेऊ। ल ओ नाच तुमी नाच कि त जान दियो। ल थोडा त्यसो भए ननाच्ने भए तपाईँ नाच न बड्डा नाच। ल छोडिदेऊ त्यसो भए। ल बाई नगर न। ओए भाइ तिमी नाच। उयो भाइ नाच्छ। बाई नगर न। कस्तो बुच्यो रहेछ। बिहानदेखि 50-60 ठाउँमा भइसक्यो यस्तै सानो 2-3 हुन्छ। पहिला त रमाइलो लाग्यो होइन, रमाइलो लाग्यो। 150 दिँदै गर्दा आउँदाखेरि त 1000-1500 भन्दा बढी खर्च भइसक्यो यार दिँदा। अनि चक्लेट किनेको, चक्लेट पनि सकिन आँटिसक्यो भने तनाव हुँदैन गाइज। है तेरिका अब अझै रारा पुग्नु छ। रारा पुग्दासम्म अझै अर्को 50-60 भयो भने त राराको पछि लिँदै सकिन्छ। ल गाइज हामीले चाहिँ भर्खरै यो सिन्जा भ्याली आइपुग्यौँ होइन। अगाडि पछाडि गइसक्यो सिन्जा भ्याली।
अनि यहाँबाट चाहिँ मेन भनेको के भनेपछि यो नेपाली भाषाको उत्पत्ति क्षेत्र भन्छ क्या सिन्जा भ्यालीलाई सिजा भ्यालीलाई होइन यो जुम्ला जिल्लामा पर्छ होइन अनि अगाडि देख्न सक्नुहुन्छ अगाडि पनि छ नेपालको नक्सा यहाँ चाहिँ बाटो त वाल खतरा रहेछ यार म चाहिँ योभन्दा मुभी इन्ट्रो गरिसकेपछि खतरा छ अरे बाटो होइन ओ माई ड्याड ल देख्न सक्नुहुन्छ गाइस त्यहाँनिर पारि नेसनल के अरे नेसनल म्याप छ राष्ट्रको हाम्रो नेपालको म्याप छ है त्यहाँ पारि भित्तामा टाँसिएको छ अनि यो भ्याली चाहिँ यो तलतिरको भ्याली थियो त्यो भ्याली चाहिँ सिन्जा भ्याली हो होइन यहाँ मेन कुरो भनेको नेपाली भाषा उत्पन्न भएको क्षेत्र भनेर अलि महत्त्वपूर्ण छ क्या यो क्षेत्र चाहिँ होइन यो जस्तो खस भाषा भन्छ नेपालको खस भाषा भनेको मातृभाषा हो कि नेपालको होइन जसरी संस्कृत भन्छ नि त्यो संस्कृत पहिलाको भयो भन्नाले नेपालको भाषा संस्कृत त इन्डियामा पनि चल्छ नेपालमा पनि चल्छ नि त तर नेपालको ठेस भाषा भनेर चाहिँ सिजामा उत्पत्ति भएको रहेछ सो अब बाँकी यहाँ कोही मान्छेसँग भेट भयो यहाँको स्थानीयसँग भेट भयो भने म तपाईँहरूलाई सुनाउने रहेछु देखाउने रहेछु एन्ड देन त्यही हो हालत टायर्ड भइसक्यो गाइस एकैछिन म भन्छु ल मैले चाहिँ बाटोमा उहाँहरूलाई भेटेँ है रारा जाने क्रममा अझै बाटोमा छौँ होइन अनि उहाँहरूले चाहिँ मिठो देउडा गाउँछु भन्नुभयो होइन अनि म कन्न देउडा सुन्ने हुन् होइन तपाईँको नाम के हो मेरो नाम नन्दलाल राउत हो राउत तपाईँको मेरो नाम बिरबहादुर राउत राउत दुई दाजुभाइ या हामी तीन भाइ ओके हामी तीन भाइ हामी सबै नेपाली भाइ भाइ ल ओके अब म कन्न देउडा सुन्ने हुन् तपाईँ कन्न देउडा गाउने हुन् गाउने कि नै गाउने म पनि अलिअलि बोल्ने जाने हुन् ओके ल उहाँहरूको यस्तो मिठो देउडा सुनौँ अनि म उहाँहरूले गाउनु चाहिँ मलाई पोर्साले गएका कुल्ली आइए ओके ल ल रेडी गर्दै गाई मालो अगाडि पोर्सालो गएका कुल्ली सायुले आकाशलाई छन् हालो गाई मालो अगाडि पोर्सालो अगाडि धन्तले आशाई पोर्सालो गएका सिमलेका सुम्ले चुन्नु ओहो यस्तो मिठो गाइदिनु हो धेरै 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 धन्यवाद है तपाईँहरू घर यहीँ जुम्लामा हो हाम्रो घर जुम्ला कति डाँडामा दिई घर हो ए ल एकदम 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 तपाईँलाई धन्यवाद है कामबाट आउनु भएको रहेछ एकदम धेरै धेरै धन्यवाद गुड मर्निङ एभ्रिवान आज चाहिँ अब लास्ट डे हुन्छ होला मुगुमा होइन अनि हिजो राति चाहिँ आउँदाखेरि बाटोमा मोबाइलमा पनि चार्ज नै होइन मुगुको हामी यो के अरे गमगढी यो हेड क्वार्टर माथि सदरमुकाम आएको छ मुगुको अनि सदरमुकाम चाहिँ यो टक्क लाएर देख्न सक्नुहुन्छ सदरमुकाम चाहिँ यो हो होइन अनि गमगढीको हामी चाहिँ एउटा होटलमा बसेको साँझ आएर अनि 4 जना होटलमा बसेको यस्तो त्यो यहाँको लाइन के अरे के राष्ट्रिय लाइन हो कि के भन्नुहुन्थ्यो न लाइन त्यो लाइनबाट चार्ज हुन्छ न केही हुन्छ बत्ती मात्र पनि चार्ज पनि नहुने कि फोन यस्तो तनाव भयो मोबाइल पनि अफको अफ धौ हिजो रातिबाट चार्ज लाग्यो अहिले 50% भएको छ गाइस है अनि टक्क है त्यहाँ दिदीले बिहान बिहानै करेला बेच्न आइसक्नु भएछ टक्क लाएर हेर्नुहोस् करेला हरियो करेला टक्क ल अनि यहाँनिरदेखि चाहिँ यस्तो दामी भ्यू देखिन्छ अनि यहाँ पारेको गाउँ चाहिँ हामी एकचोटि तक्सेर गएको थियौँ तक्सेरको जस्तै गाउँ देखिरहेको छ गाई चाहिँ ल टक्क लाएर अनि हाम्रो ब्रदरहरू हेलो साराजी गुड मर्निङ कस्तो भइरहेको छ ट्रिप के भन्छ हाउ इज इट भन्छ के भन्छ How's your trip going? How is the trip going? बाटो चाहिँ एकदम खत्तम छ तर ठाउँहरू चाहिँ एकदम रमाइलो छ राम्रै छ तर बस्ने ठाउँहरू त्यस्तो राम्रो छैन यस्तो हो अब हामी राति आएर त्यो ठाउँ नपाएको होला राति आएर हामीले चाहिँ होटल भनेको जस्तो होटल नपाएको होला नि त होइन सो त्यसमा चाहिँ त्यो डोन्ट माइन्ड है अनि यस्तो जाडो पानी त गाइज यहाँ पानी यति चिसो छ बाफ्रे ल आर रेडी ब्रदर गुड मर्निङ ल अब हाम्रो ब्रदरहरू पनि रेडी भइसक्नुभयो अनि हाम्रो म्याडमजी पनि रेडी भइसक्नु भयो
चक्क या ओके मैले त गाइज है मुख दुन्छु भनेको मुख पनि दएको छैन 8 बजिसक्यो बिहान हामी हिजो प्लानिङ थियो 4 बजी दौडिनु भन्ने थियो अब यहाँबाट अझै माथि ब्याक टु जानुपर्ने रहेछ होइन हिजो हामीले बाटो पनि थाहा भएन राति पनि यति राति आर्मीले नआउनु थियो यस्तो तनाव भएको थियो अनि धौ धौ कुरा गरेर है हामी कहाँ अनि कहाँबाट आएको यति टाढा टिका भ्याउनु जान्छ यहाँ उहाँ भनेर गल्थ्यो यहाँ त्यहाँ गल्थ्यो र आउन दिएको धौ धौ आउँदै गएको ए त्यो उसमा ब्यारेकमा अघि त्यही हो अब चाहिँ तल जाम मुक्दुम यस तपाईँ त जीवन सर हुनुहुँदो रहेछ सर सरी सर भनेर भनिदियो है कसरी भनेको थियो अरे जीवन सर हुनुहुँदो रहेछ हामी त थाहै पाएन तपाईँ थाहा हुनु पायो हामी 5 मिनट पनि तपाईँलाई रोक्दैन थियो जानुहोस् एक दुईवटा चक्लेट पनि खानु दिएको या मेरा सिर तर उहाँले है आउँदा आउँदै गई ग्लस हराइसक्नु भएछ यो हातमा छ यो हातमा छैन सो ल जाउँ न त अब ल सरी सरी तब कस्तो ठोकिने आउने ल अब हामी अब निस्कि कसैले मुनि उहाँ दाइले मात्रै मुख धुनु हामीले मुख धोएको छैन अनि मेरो ए ल मेरो पावर ब्याङ्क यहाँ चार्ज लगाइरहेको छु मैले भनेपछि यहाँ चाहिँ ट्याक्क अब चाहिँ यहाँबाट निस्किनु पर्छ सो ट्रिप चाहिँ बवाल भइरहेछ होइन बाइक कुरा तल ल अब चाहिँ तल आयो मुख धुम भनेको पानी कतिको चिज है पानीबाट बरफ निक्ले लगाइ ओहो ल अब यो वान टेप स्टार्ट हुन्छ कि नै भन्ने कुरो हो के बाइकहरू ल भिडियो खिच्नु त दिनुहोस् खिचिदिनुहोस् मेरो थोपडा सरी अब पहिला यसलाई यसरी राखिन्छ गाइज है रियलमा जति नराम्रो भने क्यामेरामा चाहिँ राम्रै आउँदो रहेछ कि भयो त्यति भयो त पुग्यो त अनि के अरे यो डिजिटल दुनियाँमा म नि डिजिटलाइज मान्छे हो भन न वान टेप हान्यो ल गाइज यार उसले वान टेप हान्यो त्यो बाइकले होइन अब यो बाइकले चाहिँ वान टेप हान्छ कि नै भन्ने कुरो हो कि यस्तो चाबी फेरि कहाँ गइछ ल गाइज अब ट्याक्क यसले वान टेप हान्छ कि नै फ्रन्ट आउनुहोस् पछाडि मेरो सम्पत्ति छ है तपाईँ सम्पत्ति हामी के गर्दैन म्याम ल गाइज ल आई होप यसले फर्स्टमै हानुहोस् है ल हैछ गाइज हैछ पावल हैछ तपाईँहरू यतै हो छैन तेल त गाइस धुत्तो भएछ धुत्तो ल पिलिक पिलिक गरेर रेड बलिरह है यहाँनिर ल यादै गरेन राति तेल त सकिएछ माटने ल छ्या अब गरे तेल कहाँ पाउँछ तेल हालेर जानु नत्र पिच्छेमा रोक्यो भने तनाव हुन्छ ल हामी चाहिँ यही होटल रोकाए इनमा बसेको थियो यो माथिको टक्क यसमा सारा लाएर ओके ल अब हामी यहाँ चाहिँ दिदीसँग दिदी गयौँ है त ल राम्रोसँग बस्नुहोस् फेरि आयो भने बस्छौँ है त ल दामी हामी राति आए पनि दिदीहरूले चाहिँ यहाँ व्यवस्था गरिदिनु भयो आइसकेपछि खाना पकाइदिनु भयो यसको लागि धेरै 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 धन्यवाद है त अब चाहिँ लागिन्छ है ल हस् हस् यति भनिदिनु भयो खुसी लाग्यो दिदी धन्यवाद ल अब भने आज म यसो बाहिरको भ्यू खिच्छु एन्ड देन दाइले राइड गरिदिनुहुन्छ आज पनि सो सारासँग रारा नदेखाइदिनुहोस् तारा ए ओके गाइज ल त्यही हो अब आज अहिले चाहिँ अब यहाँबाट हामी माथि राराको लागि जान्छौँ होइन हिजोको लागि आजको ब्लग यहीँ हुन्छ एन्ड देन अब स्पेसल रारा ब्लग चाहिँ अब स्टार्ट हुन्छ गाइज होइन सो यो ब्लगलाई एन्ड गरिदिउँ मुगुको बजार सहित यो गमगढी बजार सहित एन्ड गरिदिउँ एन्ड देन के अरे रारा के अरे होइन के अरे त्यो यस्तो होला अरे
भने जस्तो सानानीलाई